नमस्कार, अपन समाचार में स्वागत छ। सुरुवात में हेडलाइन्स। मोरङको विराटनगरमा ट्र्याक्टर दुर्घटना, 1 जनाको मृत्यु। जातीय छुवाछुत सम्बन्धी कानून कार्यान्वयन हुन नसकेको दलित अगुवाहरूको गुनासो। देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायलाई मन्त्री नेमवाङको निर्देशन। इन्डोनेसियामा बाढी र पहिरो, 20 जनाको मृत्यु। र चीनमा बस ट्रक ठोकिँदा 11 जनाको मृत्यु। अब समाचार विस्तारमा। मोरङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। विराटनगर 14 का 25 वर्षीय कामेश्वर कामतको ट्र्याक्टर दुर्घटनाबाट मृत्यु भएको हो। आइतबार बिहान विराटनगर वडा 14 मा को 2 त 2734 नम्बरको ट्र्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा कामतलाई सोही ट्र्याक्टरले खिचेको थियो। नेपालमा पछिल्लो 24 घण्टामा 176 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा भक्तपुरमा 4, ललितपुरमा 8 र काठमाडौँमा 87 गरी उपत्यकामा मात्रै 99 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससहित नेपालमा कोरोना संक्रमितको संख्या 2,77,944 पुगेको छ। पछिल्लो 24 घण्टामा 117 जना निको भएका छन्। कोरोना संक्रमणले निको हुनेको संख्या 2,73,240 पुगेको छ। यसैगरी हाल कोरोना संक्रमित 47 जना आइसियुमा र 11 जना भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा कोही पनि कोरोना संक्रमित थपिएका छैनन्। प्रदेश 2 मा कोरोनाको कुल संक्रमितको संख्या 17,250 रहेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट 209 जनाको मृत्यु भएको छ। प्रदेश 2 मा 16,992 जना संक्रमण मुक्त भएका छन्। 1,47,066 जनाको स्वाब संकलन गरिएको छ, जसमध्ये 58 वटाको नतिजा आउन बाँकी छ। जातीय छुवाछुत गर्न नपाइने र यसो गरेमा दण्ड जरिवाना हुने संविधानमा व्यवस्था रहे पनि कार्यान्वयन फितलो भएको दलित अगुवाहरूले गुनासो गरेका छन्। जातीय छुवाछुत अन्त्य गर्ने प्रतिबद्धता जनाएर छुवाछुत अन्त्यको घोषणा गरिएको भए पनि दलित समुदायमाथि जातीय छुवाछुत र भेदभाव अन्त्य नभएको उनीहरूको गुनासो छ। जातीय छुवाछुतका घटनामा सुदूरपश्चिम प्रदेश निकै अगाडि रहेको छ। धनगढीमा आइतबार भएको कार्यक्रममा सहभागीहरूले दलितप्रति हेर्ने नजर नफेरिएको गुनासो गरेका छन्। बाजीले छोड्न छोडा आज श्रीमती बाजीको बोल्न बित्तिकै भित्र पसाल्नु चल्छ भन्छ। यो स्थिति कहिले पनि नपरोस्, यो स्थिति अन्त्य होस्। किनभने चाहिँ अहिले धेरै कुरा चुनावको सिक्का पनि पुरा आइराखेको छन्। गैर जातिमा यति हो भने चाहिँ भोटर कमै नै छ, दलितमा भोटर बढी छ। हेर्नुहोस्, हामी दलित एकता हौँ, हामी चुनावमा लडौँ, दलितका भोटर मात्र एकता भएर जाउँ, हाम्रो प्रधानमन्त्री अगाडि बढ्छ। तपाईँले थाहा पाउनु भएको छ यसको? प्रधानमन्त्री भन्छ दलितबाट। किन हामीलाई एकता छैन, हामीमै एकजुट छैन, हामीमै मिलाप। अन्तर्जातीय प्रेम सम्बन्धलाई समाजले नस्वीकारेका कारण युवतीहरू आत्महत्या समेत गर्नु परेको घटनाहरू समाजमा विद्यमान रहेको पनि उनीहरूले बताएका छन्। हुकुम जस्ता घटनाहरू पनि घट्छ। त यहाँ के हो त भन्दाखेरि जरुरी के हो त, अब जुन अघि माइन्डसेटका कुराहरू भए, माइन्डसेटलाई कसरी हटाउने, माइन्डमा भएको कुरो भनौँ है। मैले एउटा 71 सालमा मैले किताब लेखेको थिएँ, त्यसमा भनेको थिएँ मैले। र त्यो कुरो पछि अस्ति हाम्रो के अरे न्यायाधिवक्ताज्यूले, मुख्य न्यायाधिवक्ताज्यूले पनि भन्नुभयो है, एकातिरबाट कानुन आएको छ, छुवाछुत गर्न पाउँदैनस् भनेर अगाडि बढ्यो, उतातिरबाट परम्परा छ, होइन मेरो यो परम्परा हो म छोड्दैन भन्छ। अनि हुँदा त संविधान पनि कानुन पनि फेलर भएर अनि त्यही परम्परा हाबी भएको छ। खोजिया त होइन केही त्यस्तो टेक्निकल्ली अब अगाडि सरकारी निकायबाट ती कानुनको कार्यान्वयन नहुनुकै कारण दलितमाथिको छुवाछुत अन्त्य नभएको उनीहरूको तर्क छ। यो ऐनमा पनि अथवा सरकार प्रस्तुत त्यसको व्याख्या सहित भनिसक्नु भएको छ। खै त के कुराहरू चाहिँ हामीलाई भएको थुप्रै खालका घटनाहरू छन्। यो शोषण गर्न मिल्ने, यो के अरे उहाँलाई चाहिँ रमाइलोको साधनको रूपमा प्रयोग गर्न चाहिँ मिल्ने, तर श्रीमती भनेर स्वीकार्न नमिल्ने। त्यसपछि श्रीमती स्वीकार्नुपर्ने बाध्यात्मक परिस्थिति आएको खण्डमा चाहिँ हत्या गरिदिने, हत्या गर्ने मान्छे पनि अहिले खुल्लाम रूपमा चाहिँ समाजमा चाहिँ सिट खाडो गरेर हिँडिरहेको छ। खै त कानुन कार्यान्वयन कहाँ भएको छ, न्याय चाहिँ कहाँ पाएको छ? त्यो घटना
प्रतिनिधिमूलक हिसाबले म घटनाको यहाँ भन्न चाहन्छु। धेरै घटनाहरू छन् अछामको पञ्चदेउर विनायक नगरपालिका वडा नम्बर 9 को कालेगाँडा भन्ने ठाउँमा मेरै पालिका पर्छ, म त्यहीँबाट प्रतिनिधित्व गर्छु। एकजना बहिनीको चाहिँ 5 वर्षसम्म प्रेम सम्बन्ध छ। खुल्ल्याम रूपले त्यहाँको सबै जनताले चाहिँ उहाँलाई भनेको छ, प्रेम सम्बन्ध मात्रै होइन कि विवाह गर्ने स्वीकार्ने भनेर उहाँले अन्तिमसम्म गर्नुभएको छ। उहाँले चाहिँ सबैको अगाडि हात समातेर उहाँलाई अपहरण गरेको कुराहरू पनि सबै थाहा छ र भोलि गएर मारेर फालेको कुरा सबै त्यहाँको जनताले भन्छ। तर त्यो व्यक्ति चाहिँ अहिले छुटेर अहिले गाउँमा ऊ बहिनीको मृत्यु भयो, तर त्यो व्यक्ति चाहिँ अहिले गाउँमा अझै पनि चिज ठाडो गरेर हिँडिराखेको अवस्था छ। त्यसैले भन्छु म, हामीलाई भन्दाखेरि त सरकारले दलितका पक्षमा गर्ने काममा पनि नभए पनि समाजमा बस्ने सबै व्यक्तिहरूको सोच परिवर्तन नहुँदा यो समस्याको समाधान हुन नसकेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनुभयो। त्यो हुँदैन। त्यसैले यतातिर पनि हामी ध्यान दिनु पर्यो। हामीले हाम्रा नागरिकताहरू बनाउँदा हामीले त्यसलाई पनि सुधार्नु पर्यो। अघि डाक्टर हेमराज पन्तले भने जस्तै कक्षा 1 देखि हामीले यो विषयमा पनि पढाइ पाठ्यक्रममा ल्यायौँ। पाठ्यक्रमको माध्यमद्वारा सबैलाई सचेत गरायौँ भने यो कुरा पनि चाँडै निमिट्यान्न हुन्छ र यो हामी सफल हुन्छौँ। यसमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्ति मात्रै दलित सशक्तिकरण विधेयक 2077 सदनमा पेश गरेको छ र त्यो सदनले पारित गरेर सामाजिक विकास समितिमा छलफलका लागि पठाएका छन्। यहाँ धेरै सरोकार राख्ने आदरणीय दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ। सामाजिक विकास समितिले तपाईहरुसँग पनि सल्लाह सुझावको अपेक्षा गरेको छ र म त्यो मन्त्रालयको मन्त्रीको नाताले म पनि तपाईहरुसँग अनुरोध गर्न चाहन्छु। त्यो विधेयकमा केही कमजोरी छन्, त्यसलाई सुधार्नु छ, परिष्कृत यो रूपमा कार्यान्वयन गर्दै र समुदायको मानसिकता समेत परिवर्तन गर्दै जातीय छुवाछुतको समूललाई नष्ट गर्नु आवश्यक भएको कार्यक्रमका वक्ताहरूले बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेवाङले देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायले निर्देशन दिनुभएको छ। मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आइतबार मन्त्रालयमा बसेको बैठकमा बोल्दै मन्त्री नेवाङले कुनै एउटा सडकको योजना तयार गर्न मात्र भन्दा पनि समग्रमा सिङ्गो देशको मास्टर प्लान बनाउन निर्देशन दिनुभएको हो। यस्तै कुनै पनि योजनामा मुआवजा विवादको कारण अवरोध हुने गरेकाले त्यसको समाधानका लागि मन्त्रालयले छुट्टै कार्यदल बनाएर जानुपर्ने उहाँले बताउनुभयो। अहिले 57 अर्बको लगानी सुनिश्चितता भइसक्दा पनि टेन्डर गरेर निर्माण कार्यलाई अगाडि बढाउन नसकिएको बताउनुभयो। 2055 छ, त्यसमा पनि करिब 20 बढाउन सक्दैनौँ। हाम्रो आन्तरिक हाम्रो स्रोतले गर्ने कुराहरूलाई त्यतिकै बढाउनु पर्यो। अहिले कोभिडको कारणले मुलुकको ढिकुटी हेर्दै अघि बताइसक्नु भएको छ। कतिपय कुराहरू त्योसँग जोडेर अगाडि बढाउनलाई बाह्य स्रोत साधनहरूको आवश्यकता पर्छ। त्यो राज्यले गर्छ, सरकारले गर्छ। त्यसो भए हुनाले मैले दुईटा कुराहरूमा ध्यान आकर्षण गरेँ। साथीहरू, मैले रेलको डिजी साहबलाई मात्रै भनिराखेको छैन, सबै साथीहरू बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कडेलले कुनै पनि योजनामा ठेक्का भइसकेपछि मन्त्रालय स्तरीय अनुगमन हुने नगरेको बताउनुभयो। मन्त्रालय स्तरीय मोनिटरिङ युनिटलाई क्रियाशील बनाउन उहाँले आग्रह गर्नुभयो। कृषिमा वैदेशिक लगानी भित्र्याउँदा कुन कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट रूपमा उल्लेख हुनुपर्ने सांसदहरूले बताएका छन्। आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुन कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट पार्न बताउनु भएको छ। बैठकमा समिति सभापति विमल प्रसाद श्रीवास्तवले कृषिको कुन कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताउनुभयो। यो चिजमा हामी विदेशी लगानी गर्दैनौँ, यो चिजमा हामी विदेशी लगानी चाहन्छौँ अथवा आयो भने हामी वेलकम गर्छौँ इत्यादि कुराहरू पनि अस्पष्ट रूपले हामीले यसलाई छुट्याउन नसकेकोले अलिकति कन्फ्युजन भयो जस्तो मलाई लाग्छ। यस विषयमा पुनः उहाँहरूको अवधारणा बुझ्दैछौँ। सांसद अमृता देवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताउनुभयो। कृषिमा उत्पादन बढाई निर्यात गर्नका लागि वैदेशिक लगानी आवश्यक रहेको बताउनुभयो। हाम्रो देशको सरकारले
त्यसको विषयमा अलि अनुसन्धानकर्ताहरूलाई भित्र्याउनु पर्यो। त्यो गर्न यदि लगानी छ भने, हामी कहाँ लगानी छ, हामी सक्षम छौँ भने त हामी चाहिँ विदेशी लगानी किन भित्राउनु पर्यो। यदि हामी असक्षम छौँ भने त हामी विदेशी लगानी लाएर केही बिग्रिन्न। विदेशी लगानी भित्राउने, कृषिको उत्पादन बढाउने, अलि उच्च स्तरको चाहिँ उत्पादन हुन्छ भने हाम्रो देशमा पनि पूर्ति हुन्छ अनि धेरै भयो भने हामी निकासी पनि गर्न सक्छौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले वैदेशिक लगानी भित्राउन लागेको बताउनुभयो। काठमाडौँको चन्द्रागिरी नगरपालिका 2 स्थित नागढुङ्गाबाट प्रहरीले 43 लाख नगद र सुनका गहना सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका 5 घर भएका 37 वर्षीय सन्दीप कौशल छन्। दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश 3 01 006 ख 0912 नम्बरको बसबाट उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले बताए। उनको साथबाट प्रहरीले 43 लाख नगद र 9 थान छड्के तिलहरी बरामद गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा 20 जनाको ज्यान गएको छ। घटनामा परेका अरू 5 जना अझै बेपत्ता भएका छन्। बाढी पहिरोमा 9 जना घाइते भएका छन्। इस्ट नुसा तेनगारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ। बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरूको क्षति पुगेको प्रारम्भिक विवरण छरेको छ। चीनको पूर्वी क्षेत्रमा बस र ट्रक ठोकिँदा दुर्घटना कम्तीमा 11 जनाको मृत्यु भएको छ। आइतबार बिहान चीनको जियाङ्सु प्रान्तमा भएको दुर्घटनामा अरू 19 जना घाइते भएका छन्। दुर्घटना शेनयाङ हाइकोआओ राजमार्गमा भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा गइरहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्को तर्फबाट आइरहेको बसमा ठोकिएको थियो। अब खेल समाचार। नेपाल पुलिस क्लबले 5औं आरबीबी एनबीए राष्ट्रिय महिला तथा पुरुष क्लब लीग भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तेस्रो जित निकालेको छ। त्रिपुरेश्वर स्थित राखेपको कवर्ड हलमा आइतबार भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई 3-0 को सेटमा पराजित गरेको हो। पुलिसले ढोरपाटनलाई 25-5, 25-9, 25-5 ले पराजित गरेको हो। लगातार तेस्रो जितपछि 3 खेलबाट 8 अङ्क जोडेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले कुवेतका अब्दुल्ला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। एन्फाले आइतबारे कार्यक्रमको आयोजना गरी अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो। काठमाडौँमा सम्पन्न 3 नेशन्स कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकका रूपमा स्थापित भएका छन्। यस समय कम्तीमा विश्वकप छनौट र साफ च्याम्पियनसिपले नेपाली टिमको नेतृत्व लिनेछन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले राष्ट्रिय टिमका प्रशिक्षक हुने प्रो लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीलाई नेपाली फुटबलमा प्रवेश गराएको हो। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। मोरङको विराटनगरमा ट्रक दुर्घटना, 1 जनाको मृत्यु। जातीय छुवाछुत सम्बन्धी कानुन कार्यान्वयन हुन नसकेको दलित अगुवाहरूको गुनासो। देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायलाई मन्त्री नेमाङको निर्देशन। इन्डोनेसियामा बाढी र पहिरो, 20 जनाको मृत्यु। र चीनमा बस र ट्रक ठोकिए, 11 जनाको मृत्यु। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।